कुरा नमिलेपछि प्रेमी प्रेमिका कुरै पछि झर्किन्छन् कुरा नमिलेपछि प्रेमी प्रेमिका कुरै पछि झर्किन्छन् ग्लोबलको यस प्रोग्राममा टुङ्गा र डम्फु बजेपछि सबैको कमर मड्किन्छन् अब टुङ्गा र डम्फु बजाउँदै र हाम्रो कम्पिटिसनलाई अगाडि बढाउँदै कक्षा 11बाट आउँदै हुनुहुन्छ विजयलता आचार्य प्रीति शर्मा र उहाँका साथीहरू आउनुहोस् उहाँलाई जोरदार तालिका साथ यस मञ्चमा स्वागत गरौँ
यति राम्रो नृत्य प्रस्तुत गर्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। हेमाङ, हजुर, नेपाली डान्स पनि धेरै टाइपको हुन्छन्, तिमीलाई थाहा छ? नेपाली डान्स हो र? अब फिल्म हिरो हिरोइनहरूको बारेमा सोधेको भए त सबै भनिदिन्थ्यो क्या अरे। तिमीलाई के थाहा हुन्थ्यो र? कति हेर्छौ बलिउडको हिरो हिरोइनको रोमान्स, कति हेर्छौ बलिउडको हिरो हिरोइनको रोमान्स। अब हामी सबैले देख्नेछौँ नेपालीहरूको सेमी क्लासिकल डान्स। अब कक्षा 11बाट उडुकी गुडुमा गीतमा आफ्नो नृत्य प्रस्तुति गर्न आउँदै हुनुहुन्छ अनामिका खरेल, ज्योति सुनुवार र सबिना लुइटेल। आउनुहोस् उहाँलाई जोरदार तालीका साथ यस मञ्चमा स्वागत गरौँ। Thank you for a wonderful and amazing dance, Anamika and friends. टिनको पत्ताको तरबार हुँदैन, टिनको पत्ताको तरबार हुँदैन, फेसबुकमा लभ गरेर कहिले पनि घरबार हुँदैन र आजको डान्स हेर्न छुट्ने हजुरहरूको दिन यादगार हुँदैन। त्यसैले
तपाईँहरूलाई रमाइलो गराउन र आजको यस दिनलाई यादगार बनाउन आउँदै हुनुहुन्छ कक्षा 11बाट नुतान रिजाल पालास थापा र प्रकृति राणा मगर। उहाँहरूको गीतको बोल रहेको छ सिरैमा शिरबन्दी। आउनुहोस् उहाँलाई जोरदार तालीका साथ यस मञ्चमा स्वागत गरौँ। नाकैमा फुली मेरो आँखैमा गाजल, शिरैमा शिरबन्दी कानैमा मेरो झुम्का। नाकैमा फुली मेरो आँखैमा गाजल, मै नाच्छु छमछमी छम 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 बजाइदेऊ न मादल। शिरैमा शिरबन्दी मेरो झुम्का, नाकैमा फुली मेरो आँखैमा गाजल। उडो उडो लाग्छ मलाई चरी आकाशैमा, भुलो भुलो लाग्छ मलाई त्यो जुनको प्रकाशैमा। उडो उडो लाग्छ मलाई चरी बनी आकाशैमा, भुलो भुलो लाग्छ मलाई त्यो जुनको प्रकाशैमा। के भयो मलाई लौ न आजकल, के भयो मलाई लौ न आजकल, मै नाच्छु छमछमी छम 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 बजाइदेऊ न मादल। शिरैमा शिरबन्दी कानैमा मेरो झुम्का, नाकैमा फुली मेरो आँखैमा गाजल। आफ्नै छ पारा मेरो बेग्लै छ आनी बानी, कोहीको मन बिझाउने काम गर्दिन जानी जानी। आफ्नै छ पारा मेरो बेग्लै छ आनी बानी, कोहीको मन बिझाउने काम गर्दिन जानी जानी। आउँदैन गर्नलाई झालझेलनी छ, आउँदैन गर्नलाई झालझेलनी छ, मै नाच्छु छमछमी छम 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 बजाइदेऊ न मादल। शिरैमा शिरबन्दी कानैमा मेरो झुम्का, नाकैमा फुली मेरो आँखैमा गाजल, मै नाच्छु छमछमी छम 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 बजाइदेऊ न मादल। शिरैमा शिरबन्दी कानैमा मेरो झुम्का, नाकैमा फुली मेरो आँखैमा गाजल। बहिनीहरूले निकै राम्रो नृत्य प्रस्तुत गर्नुभएकोमा धेरै धेरै धन्यवाद। उल्टे कोल्टे फेर्दा फेर्दै रात बितेको थियो, वाह वाह उल्टे कोल्टे फेर्दा फेर्दै रात बितेको थियो, तर तिम्रो मायामा होइन प्रिय, तिमीले हानेको झापड
झलझली आँखामा याद आइरहेको थियो झलझली आँखामा याद आइरहेको थियो बिचरा तिमीलाई अझै आउँछ त्यो कुरा होइन हजुरहरूलाई मनोरञ्जन गराउने झलझली आँखामा गीतमा आफ्नो नृत्य प्रस्तुत गर्न आउँदै हुनुहुन्छ कक्षा 11बाट अनुश्रिया कार्की पाल्मु तामाङ र उहाँका साथीहरू आउनुहोस् उहाँलाई जोरदार तालीका साथ स्वागत गरौँ आमा बसिरहेको पो रहेछ कम्पिटिसन आइसक्यो धेरै टाइम नै छैन ल उठ नाचिहालौँ मयूरको ताल चोरी मयूरको ताल चोरी पक्कै पनि मयूरको जस्तै सुन्दर डान्स गरेर जानुभएको छ अनुश्रिया कार्की अनि ग्रुप एकचोटि फेरि जोरदार ताली सर्वप्रथम त सफलताको साथ कार्यक्रम यहाँसम्म पुर्याइदिनु भएको सम्पूर्ण एङ्करलाई हृदयदेखि धन्यवाद भन्दै हामी कार्यक्रम निरन्तर रूपमा अगाडि बढाउन चाहन्छौँ By saying this, it's me, Alicia. And it's me, Adarsh. We would like to introduce ourselves as your host. Let us not say host. Well, we would like to introduce ourselves as your company, who is going to assist you to add some more flavor on our stage bonding program and make it more spicy. के छ त विचार अलिसा स्टेजमा आगो नै लगाइदिने हो त लगाइदिने नि आफ्टर अल हाम्रो ग्लोबल कलेजले आयोजना गरेको यत्रो ठुलो कार्यक्रममा पनि आगो नलाइदिए त कहाँ मजा आउला र
आगो त लगाइदिने भन्यौ तर तिमीसँग फायर ब्रिगेडको नम्बर पो छ कि छैन? हाँ फायर ब्रिगेड किन चाहियो र फायर ब्रिगेडको नम्बर? तिमी लौ। कतै साँच्चैको आगो लाउने कुरा त गर्दै छैनौ नि? लौ मार्ने भयो। आगो चाहिँ लाउने रे, फायर ब्रिगेडको नम्बर किन चाहियो रे? आगो लगाएपछि फायर ब्रिगेडको नम्बर नभएर एम्बुलेन्सको नम्बर हुन्छ त अनि? साँच्चै त कहाँ भनेको हो र लाठी? मैले त यत्तिकै पो भने त स्टेजमा आगो नै लगाइदिने हो भने यहाँ उपस्थित यत्रा डान्सरहरू फेरि कहाँ नाच्ने नि? ओहो त्यसो भए त आगो लाउन चाहिँ अलिक मिलेन, तर आगो नलाए पनि हामी हाम्रो कार्यक्रमको सुन्दरता अझै बढाउन त सक्छौँ नि। त्यसैले हामी हाम्रो कार्यक्रमको सुन्दरता अझै बढाउन त। सुन्दरताको साथ चलिआएको यो कार्यक्रमलाई निरन्तर रूप दिँदै र अझै सुन्दरता थप्नको लागि म हाम्रो भागबाट पहिलो प्रस्तुतिकर्तालाई बोलाउन चाहन्छु र उहाँहरू हुनुहुन्छ ऋतिका घिमिरेको साथमा सुजाता नकर्मी। उहाँहरूको गीतको बोली छ लेकमा जाने साइला दाई। So please welcome them with huge round of applause.
तिम्रो आँखा खुलेकै थियो कि थिएन त हामीलाई कसरी थाहा हुन्छ आँखा अगाडि जहिले कालो चस्मा बरु जाऊ गएर बेचिदेऊ तिम्रो त्यो कालो चस्मा बढी नखराउ है मैले काममा छैन र मेरो चस्मा बेच्नलाई अनि यो चस्मा कहाँ बिक्री हुन्छ र लौ तिमीलाई थाहा छैन बजारमा अहिले कस्तो कस्तो कुरा त बिक्री हुन थालेको छ आलु प्याज भन्दा पनि बढी अहिले त प्यारको पो बिक्री हुन थालेको छ ए हो र मलाई त थाहा नै थिएन ग्लोबलमा आएदेखि होमवर्कको यति प्रेसर हुन्छ कि बजार जान पनि पाइँदैन नो प्रब्लम अब त बजार जानै पर्दैन नि किनभने स्टेजमा म प्यार बेचिदिन्छु भन्ने गीतको बोलमा आफ्नो डान्स प्रस्तुत गर्न आउँदै हुनुहुन्छ समीमा श्रेष्ठ एन्ड ग्रुप So let's give it up for Samima and her group. प्यार बेच दिन्छु बहार बेच दिन्छु म प्यार बेच दिन्छु बहार बेच दिन्छु को किन्छु मेरो दिलको झङ्कार बेच दिन्छु म प्यार बेच दिन्छु बहार बेच दिन्छु को किन्छु मेरो दिलको झङ्कार बेच दिन्छु प्यार बेच दिन्छु म प्यार बेच दिन्छु बेच दिन्छु बेच दिन्छु छाती भरी छ मेरो मैलाई पोल्ने रातो मन्दिरमा छमछमाई म पोखिदिन्छु पातो मसाज बेचिदिन्छु बिहान बेचिदिन्छु मसाज बेचिदिन्छु बिहान बेचिदिन्छु को किन्छु मेरो चाको भगवान बेचिदिन्छु सुख खोज्ने मान्छे बिर्सन्छु म मलाई बर्बाद पारी जाऊ आँसु बेचिदिन्छु रगत बेचिदिन्छु आँसु बेचिदिन्छु रगत बेचिदिन्छु को किन्छु मेरो प्यारो संसार बेचिदिन्छु That was really a very wonderful performance. तिमीलाई कस्तो लाग्यो अलिसा मलाई राम्रो लागे पनि नलागे पनि तिमीलाई के मतलब लौ के भएछ यो केटीलाई एक्कासी झर्किन पो थाल्छ त के को झर्किने नि अघि न भर्खर त्यहाँ छेउमा मलाई जिस्काएको अनि वर्ल्ड वार 3 खेलेर आएको बिर्स्यौ कि क्या हो अरे शिव मैले त कहाँ ख्याल ठट्टा पो गरेको त तिमी कहाँ सिरियस भइरह भने तिम्रो यही एउटा बानी चाहिँ मलाई मन पर्दैन के जतिखेर पनि रिसाएको छ अनि के गर्नु त तिमी जहिले पनि मेरो चस्माको नाम लिएर मलाई जिस्का गर्छौ रिस उठ्दैन अनि सुन त तिमीले एउटा गीत सुनेको छौ कि छैनौ कुन गीत अहिलेको नेपाली फेमस गीत निरज जहिले रिसाउने
मतलब मलाई के मतलब त्यो गीतको ठाउँमा निरको ठाउँमा अलिसा जहिले रिसाउने भएको भए त म त स्टेजमा छमछमी नाचिदिन्थे। बढी किन बढी भएको? तिमीले न्यूनै खोज्या हो? सिङ्गल सिङ्गल खेल्ने लाऊ। सिङ्गल डबल चाहिँ अहिले त्यहाँ छेउतिर खेलाउला। बरु यही निर जहिले रिसाउने भन्ने गीतको लयमा आफ्नो नाच प्रस्तुत गर्नको लागि स्टेजमा बोलाउन चाहन्छु पूजा भट्टराई र उहाँको समूहलाई। एकचोटि जोरदार तालीका साथ स्वागत गरौँ। अब हिँड छेउमा सिङ्गल सिङ्गल खेल्न हिँड। लौ मार्ने भयो अब यो केटीले मलाई। च्याटै शिरमा टोपी दैव संजोग भेट भयो नाच्ने गाउने हो कि हो झ्याउरे भाका मादल ताल तालमा ताल मिलाएर नाचिदिम नाच आँगनीमा छम्मा छम्मा नाचे छम छम तीत साली फन पनि घुमेर नाचे छम छम तीत साली फन पनि घुमेर नाचे छम छम तीत साली फन पनि घुमेर। Fantastic, wonderful हुने थियो लाइफ मेरो मनको तालैमा हान्ने तिमीले डाइभ Fantastic, wonderful हुने थियो लाइफ मेरो मनको तालैमा हान्ने तिमीले डाइभ एक्लो जीवनको प्रब्लम भुलेर एक्लो जीवनको प्रब्लम भुलेर आउ नाचौ पातली झमझमी रुझेर पानी पर्यो पसिना झर्यो दाइको रुमाल भाउजूलाई मन पर्यो पानी पर्यो पसिना झर्यो दाइको रुमाल भाउजूलाई मन पर्यो पानी पर्यो पसिना झर्यो दाइको रुमाल भाउजूलाई मन पर्यो पानी पर्यो पसिना झर्यो दाइको रुमाल भाउजूलाई मन पर्यो भन्दिन म कालिया गोरी हुनुपर्छ तर जे हो ससुरालीमा एउटा साली हुनुपर्छ भन्दिन म कालिया गोरी हुनुपर्छ तर जे हो ससुरालीमा एउटा साली हुनुपर्छ। आजको डान्स कार्यक्रमलाई अझै धेरै नै रमाइलो बनाउने हो भने एकचोटि जोरदार ताली हुनुपर्छ त्यसैले बजाऊ एकचोटि जोरदार ताली। यसै गरी अब एउटा अर्को धमाकेदार पर्फर्मेन्स ल्याउनको लागि म स्टेजमा अस्मिता रावल र उहाँको ग्रुपलाई आमन्त्रण गर्न चाहन्छु र उहाँको गीतको बोल छ लहनाले जुरायो कि। Everyone welcome them with a big round of applause.
शिरैमा शिरबन्दी कानैमा मेरो झुम्का नाकैमा फुली मेरो आँखैमा गाजल शिरैमा शिरबन्दी कानैमा मेरो झुम्का नाकैमा फुली मेरो आँखैमा गाजल मै नाच्छु छमछमे बजाइदेऊ न मादल शिरैमा शिरबन्दी कानैमा मेरो झुम्का नाकैमा फुली मेरो आँखैमा गाजल डाफे झै नाच्ने हिमाल झै हाँस्ने नेपालकी छोरी हुँ म डाफे झै नाच्ने हिमाल झै हाँस्ने नेपालकी छोरी हुँ म प्रकृतिले नै रङ्ग भरेकी सुकुमारी गोरी हुँ म प्रकृतिले नै रङ्ग भरेकी सुकुमारी गोरी हुँ म नेपालकी छोरी हुँ म सुकुमारी गोरी हुँ म नेपालकी छोरी हुँ म सुकुमारी गोरी हुँ म नेपालकी छोरी हुँ म नाच त निकै नै सुन्दर थियो तर मैले एउटा कुरा बुझिनँ अलिसा के कुरा भनिहाल नि त यो जिन्दगानी दर्पण छाया भने चाहिँ के रहेछ आफूले खालि दूरबीन भन्ने मात्र बुझेको यो दर्पण छाया भनेको त के हो अरे भगवान तिमी यहाँ के शब्दको अर्थ खोज्न आएको हो र डान्स कम्पिटिसन हो डान्स हेर इन्जोय गर के अर्थ न सर्थ होइन बा यो केटी त जहिले झर्किन्छ मसँग बिपी आइसक्यो हो बिपी हाई भए पनि लो भए पनि मान्छे त राम्रै छु नि तिमी कत्तिको राम्री छ त यहाँ बसेका सम्पूर्ण दर्शक महानुभावहरूले हेरि नै राख्नु भएको छ नि बरु आफ्नो व्याख्यान आफै नगरी लिस्टमा हेरेर भनिदेऊ अर्को पर्फर्मर को हुनुहुन्छ अर्को प्रस्तुतिको गीतको बोल त ठ्याक्कै मसँग पो मिल्दो रहेछ नि गीतको बोल नै कति राम्रो त्यसैले गर्दाखेरि यो कति राम्रो गीतको बोलमा आफ्नो नृत्य प्रस्तुत गर्नको लागि म यहाँ बोलाउन चाहन्छु अनुषा पराजुली र उहाँको ग्रुप एकचोटि जोरदार तालीले स्वागत गरौँ
डान्स त धेरै नै हेऱ्यो आदर्श, अब एकछिन यसो हाँसौ न। हाँसौँ रे, तिमीले जोक भन्न थाल्यौ कि क्या हो? धत, मैले क्या जोक भन्न लाग्यो र। अब यहाँ हामी एउटा छुट्टै किसिमको ट्यालेन्ट, क्यारिकेचरको ट्यालेन्ट देखाउनको लागि सुधीर पौडेल र निशान्त कटुवाललाई बोलाउन चाहन्छु। जोरदार तालीले स्वागत गरौँ र रमाएर क्यारिकेचर हेरौँ। ताली खै ताली, ताली खै। कतिको रमाइलो हुँदैछ त। ताली नबजाउनेको त अवश्य पनि खतरा रमाइलो भइरहेछ, मलाई थाहा छ। म पनि भर्खर नाच्दै थिएँ त्यहाँ। आज हामी यहाँ उपस्थित भएका छौँ तपाईँहरूको माझ। हामी चाहिँ यहाँ हाम्रो प्रख्यात नेताहरूको क्यारिकेचर गर्न आएका छौँ। सर्वप्रथम हाम्रो भाइले सुरु गर्छ। म चाहिँ शेरबहादुर देउवा खै पहिला, सबभन्दा पहिला कसलाई थाहा छ शेरबहादुर देउवा? सबैले थाहा छ शेरबहादुर नि। देउवा कसलाई थाहा छ? हात उठाउनु। ल अब सुरु। अब यो नाचे नाचे मन परेन भने अब यो फोर्स भने हालौँ। होइन के बोल्नु भएको शेरबहादुर देउवाज्यू? अरू केही परै बुझ्यो र त। अब यो मलाई के भन्छ होइन तपाईँलाई त मेरो बारेमा केही पनि थाहा छैन। र त यी नाच्नु नजाने आगटेर परे। अब यो भन्दा बत्तामा के भन्नु, यस्तै छ। अब यो के भने आफ्नो आवाज बुझ्दिनँ, तिम्रो आवाज कहाँबाट बुझ्नु भने होइन तपाईँहरूले बुझ्नुभयो त के भनिरहेहरूले? मैले बुझिनँ। मैले आफ्नो आवाज आफै बुझ्दिनँ, मलाई तिमीहरूले कहाँबाट बुझ्छौ भने है। अब त्यही हो, भनिहाल्नु भयो। उहाँले भनेको आफै बुझ्नु र अब के बुझ्छ। अब म राजेश हमालको क्यारिकेचर गर्दैछु। राजेश हमाल कसलाई थाहा छ? राजेश हमाल हातै उठा छैन। अब यो बहिनीहरूले राम्रो डान्स गरेको छ होइन। अब मैले डान्स गर्दाखेरि त फेवा ताल बनेको सबैलाई थाहा छैन होला। अब बहिनीहरूले डान्स गरेको मलाई सबै थाहा छ। अब राजेश हमालको गरिहाल्नु। म चाहिँ भारतको प्रधानमन्त्री नरेन्द्र मोदीको हल्का गर्न चाहन्छु। सबैलाई थाहा छ होला है? कसलाई थाहा छैन हात उठाउनु त। थाहा रहेनछ उहाँहरूलाई है। नरेन्द्र मोदी आज हाम्रो यहाँ के गरेर आउनु भएको भए? नेपाल के मेरे प्यारे भाइयों और बहनों, सारे गुरुओं को मेरा धन्यवाद। हामी जब पहली बार नेपाल आएको थिए बहुत सारी तालियां खाएको थिए। दूसरी बार हम नेपाल आएको थे, न हमलाई किसीले ताली दिया न किसी ने दिलाया। त्यस्तै हाम्रो इन्डियाको निकै चर्चित एक्टर हुनुहुन्छ उहाँ सनी देओल। कसलाई थाहा छ? उहाँको त फेरि डायलगै निकै चर्चित छ। ओ सरदार, जब एक ढाल कलाकार किसी पे पड़ता है ना तो आदमी उठता नहीं, उठ जाता है सीधा ऊपर। हरिबहादुर कसलाई थाहा छ? हरिबहादुर, हरिबहादुर हातै उठेन, अझै उठेको छैन। मदन बहादुर कस्तो खतरा डान्स गरेको है बहिनीहरूले। मेरी आमैनी मारी खोज्यौँ हो बर्बाद भयो होइन। मारी हरिबहादुर ज्यू, मारी तपाईँले भन्नु खोजे चाहिँ के होला? मिलाउने हो मिलाउने कुटी हाँस्ने भन्यो वा मुटु हाँसेर मर्नुभयो वा कुटी हाँस्ने मुटु हाँसेर मर्नुभयो भने स्वरहरू हाँस्नु भएको हेर वा कुटी हाँस्ने भने मुटु हाँसेर मर्ने भयो। यही मर्ने भयो डङ्गरङ्गैसँगले कुटी हाँस्ने भने। अब सरहरूको कति हाँस्नु भयो होला, अब विद्यार्थी नै हाँस्नु परेन त ड्याम्ना। चुप सब यार, के हो यार, दिमाग छैन बग्लौल। हामी भनेको हिट मान्छे हो क्या बग्लौल। दिमाग छैन त्यो साप ताली बजाउँछ यार, दिमाग छैन बग्लौल यार। कुनै तरिका हो यार, आज ताली बजाउनु उठेर नाच्ने हो क्या बाबु, त नाचिदेऊ हल्का। अब रामचन्द्र पौडेलको गर्छु। रामचन्द्र पौडेल। अब भाइहरू के भने होला है। अब डान्स चाहिँ राम्रो गऱ्यौ बहिनीहरू, जित्ने चाहिँ मैले है फेरि।
अरू बेला त हारे छु अहिले चाहिँ मै जित्छु है। इन्डियाको बादशाह शाहरुख खान थाहा होला तपाईँहरूलाई है? ए प्रिया, मैंने कहा था ना ढंग को पकड़ना मुश्किल नहीं नामुमकिन। अब हामी अन्त्यमा आइपुगेका छौँ। म सानो एउटा चुट्किला सुनाउन चाहन्छु। एक दिन बुढीले चाहिँ बुढालाई भनिछिन्, बुढा म तिमीलाई आलुको पराठा बनाइदिउँ? बुढाले हो पर्दैन, म मान्छे नै ठिक छु, किन बनाउनु आलुको पराठा अरे क्या। खै त हाँसे हात तपाईँले बुझ्नु भएन। एक दिन हाम्रो अमिताभ बच्चन निकै बिरामी हुनुभएको थियो। त्यस पछाडि लङ ड्राइभको लागि जाने भन्नुभएको रहेछ। अरे भैया जरा गाडी निकालें, जरा हम घूम के आते हैं, थोड़ी चक्कर मार के आते हैं, थोड़ा राउंड भी हो जाएगा, ऐसा ही है। यति भनेपछि अमिताभ बच्चनले और आज जो गाडी है, जो गाडी मैं चलाऊंगा, आप पीछे बैठिए। यति भनेपछि अमिताभ बच्चन गाडी लिएर जानुभयो। पछाडि ड्राइभर एउटा सिग्नल कट्यो, दुईवटा सिग्नल नि कटिसके, हल्दारले रोकेछ, ट्राफिक हल्दारले देखेर अमिताभ बच्चन देखेर टुवा परेछ, सकेन छ। कमिश्नरलाई फोन गरेछ। कमिश्नर फोन गरेर साहब इतने बड़े आदमी है, मैं कुछ नहीं कर सकता। साहब इतने बड़े आदमी है कि अमिताभ बच्चनको ड्राइभर रखाए सर भनेपछि। म एउटा जोक भन्छु फेरि, उहाँले मात्र कति जोक भन्नु। एकचोटि चाहिँ गाईको दुधहरू दुहुने कम्पिटिसन परेछ। अनि इन्डियाबाट नरेन्द्र मोदी आएको रहेछ, अनि अमेरिकाबाट बाराक ओबामा, त्यसपछि नेपालबाट चाहिँ हाम्रो राजेश दाई जानुभएछ। अनि बाराक ओबामाले पनि दुध दुहेछन्। बाराक ओबामाले 100 लिटर दुहेछन्, नरेन्द्र मोदीले 50 लिटर दुहेछन्। अनि त्यसपछि राजेश दाईले चाहिँ 2 लिटर मात्रै दुहेछन्। अनि राजेश दाईलाई सोधेछ, तपाईँले मात्र किन 2 लिटर दुहेको भनेको? सला मलाई गोरु परेछ, अनि कहाँबाट दुनु त दुध। एउटा त्यस्तै जोक्स मलाई पनि याद आइहाल्यो। एकचोटि के भएछ भन्दाखेरि एउटा मान्छे लास्टै दुःखमा रहेछ, भगवान्लाई चिच्याउँदै भनेछ, ए भगवान् मलाई यो संसारको सारा दुःख दिनु, चिन्ता दिनु, सबै थोक दिनु भने भगवान्ले ए साले सिधै भन्न तँलाई बिहे गर्नु पर्यो भनेर अरे क्या। कसैले बुझ्नु भएन, कसैले बुझ्नु भएन। अब भाइ वाट द फ्लप भन्ने कार्यक्रम आउँछ, त्यसमा एउटा पात्र हुन्छ टोनिक भन्ने। उहाँले एक दिन सुशील कोइराला प्रधानमन्त्री हुने बेला उहाँको सुशील कोइरालाको सम्पत्ति भनेको जम्मा 3टा मोबाइल उहाँको घर गएर चोर्न जानुभएछ। पत्रकारले उहाँलाई सोद्धाखेरि उहाँले के भन्नुभयो, मेमा दाजु के झोली झ्याम्टा पुगेर त्यहाँ क्यामेरा ल्याएर इन्टरभ्यू लिनु न त, म त डाइरेक्ट दिने हो नि त दाजु, नलजाइकन दिन्छु नि त म त। मेमा दाजु के साह्रो क्या, दिइहाल्नु न। कसरी जानुभयो त, के कुरा गरेको क्या दाजु, खुरु गयो क्या, पुरै मुसाको पुरै चालमा गएको क्या दाजु। कसले रोक्ने मलाई? अन्त सेक्युरिटी थिएन। सेक्युरिटी भनेको चाहिँ के हो कि दाजु, यत्र पेट फैलाएर बसेको होइन, पेट हो कि भन्सारको गेट हो कि, म त खुरु गएँ क्या, कसले रोक्ने दाजु मलाई, कसले के। ताली खै, फेरि हिरोको इन्ट्री भयो त। ताली खै, ताली नबजाउनेको विद्या नष्ट हुन्छ है फेरि। अहिले भनिदिएँ मैले, अलि मजाले ताली बजाउनु न, हात भाँच्ने गरेर। अब जाँदै सानो केपी ओलीको भनेर जान चाहन्छु। केपी ओली के अरे प्रधानमन्त्रीबाट राजीनामा दिइसके पछाडि पत्रकारहरूले सोधेका थिए, तपाईँले प्रधानमन्त्री भएपछि के कस्ता काम गर्नुभयो? रुस भगेर बार सजिलो हुन्छ भन्थे, भुत्ला एउटा गाह्रो, त्यस्तै भएको छ मलाई अहिले। अनि अहिले नयाँ प्रधानमन्त्री प्रचण्डलाई के भन्न चाहनुहुन्छ? सम्झौता गरेर बढेको सरकार धेरै समय टिक्दैन, यही भन्न चाहन्छु। धन्यवाद। हाँस्दै गरौँ, रमाइलो गर्दै गरौँ। थ्याङ्क यू सो मच। होइन त अडियन्स, कतिको रमाइलो भयो त। सुन त अलिसा, म तिमीलाई एउटा पर्सनल क्वेसन सोध्छु है त। पर्सनल भयो बा भयो, मलाई यो पर्सनल नाम सुना बित्तिकै मुटु कामेर आउँछ। यो हार्ट एट्याक दिने क्वेसन मलाई नसोध। हे तेरी हार्ट एट्याक आउने गरेको पर्सनल त कहाँ भनेको हो र? लौ त्यसो भए सोध नि त। तिमीले अहिलेसम्म स्कुल लाइफदेखि तिम्रो अहिलेसम्म लभ परेको छ कि छैन त? लौ मारियो
यो केटाले यसले मलाई हार्ट एट्याक नदिएर सिधै स्वर्गमै पुर्याउने भयो होइन भन न भन किन लजाएको यहाँ सबै हाम्रै मान्छे त हुन् नि नलजाएर भन्नुपर्दा एकचोटि चाहिँ परेको थियो है ओहो अलिसा भयो भयो त्यस्तो ओहो ओहो नि भन्नु पर्दैन उहिले जमानामै ब्रेकअप भइसक्यो अनि तिमीले त केटालाई बिर्सियौ त त्यसको त मलाई अनुहार पनि याद छैन त्यसो भए मैले त सुनाइदिएँ नि त्यसो भए अर्को प्रस्तुतिकर्तालाई अब म ढिलाइ नगरी मञ्चमा बोलाउन चाहन्छु र उहाँहरू हुनुहुन्छ ससिना लिङ्गदेन र समूह झलझली आँखामा भन्ने बोलको गीतमा आफ्नो डान्स प्रस्तुत गर्दै हुनुहुन्छ स्वागत गरौँ जोरदार तालीका साथ कम्पिटिसन आइसक्यो धेरै टाइम नै छैन ल उठ उठ नाचिहालौ That was an awesome performance. What do you think, Alisha? Yes, it was. तर एउटा कुरा के भने नि मैले त लभ गरेँ त्यो केटाको अनुहार बिर्से पनि यी केटीहरूले चाहिँ बिर्सन सकेका रहेनछन् यिनीहरूको आँखामा झलझली त्यही केटा रहेछ अलिसा सुन त म तिमीलाई एउटा कुरा भन्छु भन न बिसाउन चाहिँ पाइँदैन है ओके अघिदेखि नै नेपाली गीत सुन्दा सुन्दा त मलाई वाक्क दिक्क नै लाग्यो भने अरू कुनै गीत छैन अब तिमी नेपाली भएर नेपाली गीत नसुनेर के चाइनिज गीत सुन्छौ चाइनिज त मैले कहाँ भने र त्यो चिङच्याङ चुङचुङ न त मैले बुझ्ने न तिमीले न त हाम्रा अडियन्सले तिमीलाई थाहा छैन नेपाल बहुभाषिक देश हो मैले त नेवारी मैथली र भोजपुरी पो भनेको त त्यसो भए नेवारी गीत सुन्छौ त सुनाउ न सुनाउ तिमीलाई नेवारी गीत मात्र के म त तिमीलाई त्यसमा डान्स पनि देखाइदिन्छु नि
ओहो तिमीलाई नेवारी गीतमा नाच्न पनि आउँछ दत्त मैले क्या म आफै नाच्छु भनेको त मेरो मतलब त के हो भने अर्को प्रस्तुतिमा हाम्रा प्रस्तुतिकर्ताहरूले नेवारी गीतमा डान्स गर्न लाग्नु भएको छ पो भन्न खोजेको त लौ त्यसो भए मजा आउने भयो तपाईँहरू सबै नेवारी नाच हेरेर स्टेजमा रमाउनु म चाहिँ त्यहाँ छेउतिर नाच्छु है त So let's welcome Asmina and her group to perform this beautiful dance on this beautiful song, Newari song, Sirsaya Hegu. Everyone welcome them Sirsaya Hegu, Jimi Dai Jambu. Sirsaya Hegu, Jimi Dai Jambu. O Hegu gasani se man chate lata, ulsani se man karke jula. O Hegu gasani se man chate lata, ulsani se man karke jula. Yoncha soya dhede jo khelo soya papa so Yoncha soya dhede jo khelo soya papa so Jimi dai chan hila hila hukam dekha bila re ulsani se man har ke jula Jimi dai chan hila hila hukam dekha bila re ulsani se man har ke jula Tiangka tiangka tangga ja hanta 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 ja Tiangka tiangka tangga ja hanta 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 ja Jimi dai cha dekha bila kisi dekha lao ja ulsani se man har ke jula Jimi dai cha dekha bila kisi dekha lao ja ulsani se man har ke jula सीखो लाया रंग जा चीना तैगु का पचा सीखो लाया रंग जा चीना तैगु का पचा वहला ना पीना दैजा आज पिंधे वो ना का उल्सानी से मान पर के जूला वहला ना पीना दैजा आज पिंधे वो ना का उल्सानी से मान पर के जूला Sirsaya Hegu, Jimi Dai Jambu. Sirsaya Hegu, Jimi Dai Jambu. O Hegu gasani se man khate lata, ulsani se man par ke jula. O Hegu gasani se man khate lata, ulsani se man par ke jula. 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 यी सुन्दरीहरूलाई नाचेको देख्दा त मलाई पनि एकदमै नाच्न मन लाग्यो भने भयो बा तिमी त ननाच तिमी नाच्यौ भन्दा फेरि 2072 वैशाख 12 गतेको भूकम्प यही स्टेजमा आइपुग्छ ल तिमीले मलाई हेपे के हो हेप्नै खोजे हो त हो तिमीलाई के थाहा म मिनी माइकल ज्याक्सन पो हो त व्हाट अ जोक मिनी माइकल ज्याक्सन हो है फेरि मिनी पनि छ नि अगाडि ल छोड्दियो अब यो कुरा अब हाम्रो कार्यक्रमलाई एलिसा, निरन्तरता एकछिन न कति आत्तिको भने तिमी किन के भएर तिमीलाई अघिदेखि देख्दा मेरो मनमा एउटा गीत आएको छ भने सुन्छौ त ओ रियली सुनाउ नि त हेर्नुहोस् अडियन्स आफ्नो स्वर त फेरि यस्तै छ तपाईँहरूको साथ एकदमै जोरदार साथ चाहियो है त सँगै गाउँ है त मैसँग ल सुरु भयो कालो चस्मा लाउ है माया विशाल बजारको कालो चस्मा लाउ है माया विशाल बजारको
नगर्नु है चिन्ता मैया 2-4 हजारको मैया 2-4 हजारको। कस्तो छ त गीत अलिसा? त्यही त तिमीलाई देखेर मलाई पनि एउटा सायरी भन्न मन लाग्यो। ओहो सुनम न त सायरी। पानी बाहिर जिउँदो माछा मैले कहिल्यै देखेको छैन। मैले पनि छैन। बिना बादलको वर्षा मैले कहिल्यै देखेको छैन। मैले पनि छैन। कसम खाएर भन्छु ग्लोबल कलेज अफ म्यानेजमेन्टको, कसम खाएर भन्छु ग्लोबल कलेज अफ म्यानेजमेन्टको आदर्श जस्तो हात्ती भन्दा पनि मोटे मान्छे मैले कहिल्यै देखेको छैन। कस्तो छ त सायरी? यसले मलाई डुबाए है। अब चाहिँ तिमीले मलाई मोटे अरे? हो म मोटे भए तिमी चाहिँ कालो चस्मा, कालो रेभेनको चस्मा। ए आफूलाई जिस्काउँदा चाहिँ रिस उठ्यो? जे भए पनि म तिमी भन्दा एक ब्याच सिन। सो वाट, गल्ती तिम्रो हो। होइन तिम्रो हो। तिम्रो भयो बा, यो केटीसँग मिल्न चाहिँ सक्दिनँ है म। तिमीलाई केही सिकाउन र हाम्रो अडियन्सको मनोरञ्जनको लागि मञ्चमा बोलाउन चाहन्छु। जेनिसा दाहालको साथमा आउँदै हुनुहुन्छ सौरभ सिंह र उहाँहरूको गीतको बोली छ हेटमा राम्रो तामाङ सेलो। स्वागत गरौँ जोरदार तालीले जेनिसा र सौरभको लागि। अब तिमी ब्याक स्टेजमा हिँड, म जान आउँछु तिमीलाई। हेर्दामा राम्रो कालो दोङ असारे मकै छाला दोङ एकोरे बरसे कान्छीलाई पैसाले गर्दा कहाँ जाउँ जाउँ।
देख्यौ होइन त एलिसा, केटा र केटी मिलेपछि कतिको रमाइलो हुँदो रहेछ, केही त सिक्यौ होला नि। साँच्ची नै निकै रमाइलो हुँदो रहेछ, तर त्यसको लागि केटो पनि गतिलो हुनु पर्यो नि। आज मैले आदर्शको धेरै बिल्ला हाने, तर ट्रुथ टु बी टोल्ड ही इज अ भेरी रेस्पोन्सिबल पर्सन। एकदमै रेस्पोन्सिबल है। फेरि उसले आफ्नो असाइनमेन्टहरू पनि एकदम रेस्पोन्सिबिलिटीको साथ गर्छ। त्यो त मजाले। आजको एङ्करिङको प्रिपरेसन पनि एकदम रेस्पोन्सिबिलिटी साथ गरेको थियो। एकदमै पख कुरा अझै बाँकी नै छ। भन नि त। अनि इनफ्याक्ट लास्ट इयर उसको 6वटा केटीहरूसँग अफेयर थियो। हेप्तेरी 6वटा होइन कि 8वटा? 8वटा। ए 8वटा केटीहरूसँग अफेयर थियो, 8वटासँग ब्रेकअप भयो। अनि 8जनालाई गएर सोद्धाखेरि ब्रेकअपको रिजन को हो भन्दाखेरि आदर्श नै रेस्पोन्सिबल भन्यो। देयरफोर ही इज भेरी रेस्पोन्सिबल पर्सन। देख्नु भयो नि त कतिको रेस्पोन्सिबल छु म। अलिसाले मेरो यति तारिफ त गरिदियो, उसको लागि पनि केही शब्द त भन्नु पर्यो नि। फेरि घर गएर रोइ भने अङ्कल आन्टीलाई के भन्ने मैले। इनफ्याक्ट अलिसा इज अ भेरी इन्सपायरिङ पर्सन। हार नमानी अगाडि बढ्ने र लक्ष्यलाई प्राप्त गर्ने प्रेरणा ऊबाट सजिलै पाइन्छ। उसको प्रेरणाको साइड इफेक्ट यतिसम्म पुग्यो कि हाम्रै कलेजको अगाडि हिजो एउटा सानो फुच्चे आफ्नो आमासित केही माग गर्दै रुँदै रहेछ। सरासर गएँ र त्यो फुच्चेलाई सोधेँ, बाबु के मागेर रोइरहेको छौ? बिचरा त्यो फुच्चे झुट नबोली सरासर भनिदियो, मैले त अलिसा दिदीको जस्तै कालो रेब्यान चस्माको माग गरेको भनेर। तर जे होस्, अलिसा हेज प्रुभ टु बी अ भेरी स्विट को एङ्कर। एन्ड यु टु अदर्स। यति भन्दै फेरि भेट हुने। Thank you so much audiences for observing the performance with us. For tolerating our fights and our stupid conversations over the stage. फेरि पनि भेट हुने बाचाको साथ काव्या र कमललाई मञ्चमा आमन्त्रण गरी म आदर्श पाण्डे र म एलिसा लामिछाने हाम्रो भागको अन्तिम प्रस्तुतिकर्ता नेहा दहाल र दिविसा सिंहलाई मञ्चमा बोलाई तपाईहरू सामुबाट बिदा हुन चाहन्छौ। धन्यवाद। शुभ दिन। हजुर सरको पातमा
नजाने तालको पानी मान्छेले खाने बिरुसित जाने कि नजाने We dance for laughter. We dance for tears. We dance for madness. We dance for fears. We dance for hopes. We dance for screams. We are the dancers. And we make the dreams. A very warm good afternoon, all of you. This is Kavya Bhatta. And it's me, Kamal Kaudil, in front of you all as your host and host. And we would like to continue this dance competition 2073. आजको यो रमाइलो माहौल त्यसमा पनि तिमी स्पेशल तिम्रो लागि एउटा मुक्तक बनाएको छु सुनाऊ ल सुनाऊ न त तिम्रो सुन्दरता गाउँघरमा नामी भएछ प्रिय वाह वाह तिम्रो सुन्दरता गाउँघरमा नामी भएछ प्रिय वाह 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 तिम्रो उदारता सङ्गीमाझ हावी भएछ प्रिय ओहो तिम्रो उदारता सङ्गीमाझ हावी भएछ प्रिय डुबिसके तिम्रो मायाको सागरमा म डुबिसके तिम्रो मायाको सागरमा म तिम्रो एक मुस्कान काफी रहेछ प्रिय वाह अघिसम्म चाहिँ एङ्करिङ गर्न डर लाग्यो भनेर यति डरेको थियो कमल अहिले स्टेजमा आउने बित्तिकै खुब चुमचुम गरिरहेको छौ है हेर काव्य 2 दिनको जिन्दगी पलभरमै दुःख लाग्छ पलभरमै खुसी ल तिमीले अहिले भनेको कुरा त हाम्रो नेक्स्ट परफर्मेन्ससँग ठ्याक्कै मेल खान गयो है ल हो र कसले परफर्म गरिरहेछ पलभरमै खुसी भन्ने गीतमा आफ्नो पर्फर्मेन्स लिएर आउँदै हुनुहुन्छ मेनुका पोखरेल रितु लामा सोफिया सङ्गत र योना नेपाने कृपया जोरदार तालीले स्वागत गरिदिनु होला
Thank you very much. It was just a wonderful performance, wasn't it, audience? Yeah, of course. And now, Kavya, ढाका टोपी मैलो धुनु मैले घर के गरिरहेको? ढाका टोपी लागु नि किन? अनि नेपालकी छोरी भएर ढाका टोपी लाउनु परेन त तिमी नेपालको छोरी? हो त नि यता म देखाउँछु अब नेपालका छोरीहरू. So please let us welcome the नेपालका छोरीहरू प्रशंसा स्वर and Susmita Basnet from grade 12 morning on the song नेपालकी छोरी हुमा.